अस्ति गाउँबाट आउँदा साथीको चप्पल मेरो झोलामा परेछ। अनि साथी फेरि आज गाउँमा जाने भनेर म त्यसको चप्पल छाड्न लागेँ त्यसको रुमतिर। अनि जाँदा जाँदै बाटैमा मन्दिर देखेँ। त्यो मन्दिर देख्ने बित्तिकै यो कुरा पो सम्झिन्छु। अनि त्यो कुरालाई छाड्दिउँ भनेर यसो खोला हेर्न गएको खेलौँ पो लाग्यो। अनि फेरि सम्झिन्छु मलाई त पौडी खेल्नै पाउन्न। अनि बाटैमा दाइको रुम यसो छिरेर दाइसँग कुराकानी गरेर पुगेँ फेरि साथीको रुममा। अनि यसो केटाहरूसँग हात मिलाउँदै मेरो लागि केही छैन भनेर त छ नि, एउटा स्पेसल चिज छ पो भन्छ। अनि म हतार के हो त्यस्तो स्पेसल भनेको त, ला तेरो लागि यही हो स्पेसल भनेर यति खाने कुरा पो दिन्छ। त्यही पनि साथीले दिएको न हो के फाल्ने भनेर मैले खाइदिएँ। त्यसपछि साथीले ल अब गाउँतिर लाग्यो भने मैले पनि ल त ल केटा हो म आफ्नो बाटो लाग्छु, तिमीहरू नि आफ्नो बाटो लाग्यो। यति भन्दै तिनीहरूलाई बिदाई गर्दै म पनि लागेँ फेरि रुमतिर। र यस्तै गरी आजको मिनी ब्लग सकिन्छ।